नमस्कार दर्शक तथा श्रोतावृन्द, स्वागत छ तपाईलाई नेपाली कथाको 958औं भिडियोमा। आजको भिडियोमा स्वस्थानी व्रत कथाको बाँकी अध्याय लिएर आएको छु, अध्याय 6। आशा छ तपाईलाई आजको स्वस्थानी व्रत कथा पनि मन पर्नेछ। प्रतिक्रिया भए कमेन्टमा उल्लेख गर्नुहोला। भिडियोलाई अन्त्यसम्म हेरेर मन परेमा लाइक गरिदिनुहोला। च्यानललाई सब्स्क्राइब गर्नु भएको छैन भने सब्स्क्राइब गरिदिनुहोला। लागौं स्वस्थानी व्रत कथा अध्याय 6 तर्फ। स्वस्थानी व्रत कथा अध्याय 6। दक्ष यज्ञ उपाख्यान। कुमारजी आज्ञा गर्नुहुन्छ, हे अगस्त्य मुनि, यस्तो किसिमसँग मैले त्रिपुर दाह सुनाए। अब के सुन्ने इच्छा छ? यस्तो कुरा सुनि अगस्त्य मुनि बिन्ती गर्दछन्, हे कुमारजी, दक्ष प्रजापतिका 33 कोटी कन्या 33 कोटी देवताले विवाह गरे। सतीदेवीलाई विष्णु भगवानको छलले शिवजीले प्राप्त गर्नुभयो। त्यसपछि सतीको मृत्यु के कारण परेर भयो, यस विषयमा सुन्ने इच्छा छ, सुनाइ बक्सियोस्। यस्तो आग्रह गरेको सुनि कुमारजी भन्नुहुन्छ, हे मुने, एक दिन दक्ष प्रजापतिले बिरनीसित भने, हे स्त्री, मैले यज्ञ गर्ने इच्छा गरेको धेरै समय भयो। अब त्यो यज्ञ गर्ने इच्छा बलवती भयो, तसर्थ तिमी सम्पूर्ण सामग्री तयार गर अनि महादेव र सीतादेवी बाहेक अरू छोरी ज्वाइँ र ब्रह्मा विष्णु आदि समस्त देवता, यक्ष, गन्धर्व, किन्नर, नाग, दैत्य, अप्सरा 10 दिक्पाललाई निमन्त्रणा गर्न पठाऊ भन्ने आफ्नो स्वामीको आज्ञा पाई बिरनीले सम्पूर्ण सामग्री तयार पारी महादेव र सतीदेवी बाहेक सबै छोरी ज्वाइँ, ब्रह्मा, विष्णु, यक्ष, गन्धर्व, किन्नर, दैत्य, नाग, अप्सरा 10 दिक्पालहरूलाई निमन्त्रणा पठाइन्। दक्षका सबै छोरी ज्वाइँहरू नाना वस्त्र अलङ्कार पहिरी यज्ञमा होम्न अनेक मणि माणिक्य फल फूल र वस्त्रादि यज्ञमा होम गर्ने सामग्री लिएर दक्ष प्रजापतिको यज्ञ हेर्न भनी आए। दक्षले पनि सबै आएका व्यक्तिहरूलाई यथायोग्य सेवा सत्कार गरेर राखे। सुदिनमा यज्ञ आरम्भ भयो। त्यो अश्वमेध यज्ञ कस्तो भने, नन्दी, भृङ्गी, 64 योगिनी, भूत, प्रेत, पिशाच प्रथम गण सहित भई श्री महादेव बस्ता जस्तो शोभा हुन्छ। त्यस्तै 33 कोटी छोरी ज्वाइँ र ब्रह्मा विष्णु आदि देवता, ऋषि, यक्ष, गन्धर्व, किन्नर, दैत्य, नाग, अप्सराहरू नाना वस्त्र अलङ्कार पहिरी उभन्दा उराम्री भई नाचगान गरी मंगलको निमित्त सुवर्णमय कलश सहित अश्वमेध यज्ञ गर्दा शोभामान देखियो। त्यसरी अश्वमेध यज्ञ चलिरहेको बखतमा नारद मुनिले को आएनन् भनी आसनबाट उठेर चारैतिर हेर्न लागे। दक्षका 33 कोटी कन्या, ब्रह्मा विष्णु प्रभृति सकल देवता, ऋषि, यक्ष, गन्धर्व, किन्नर, नाग, अप्सरा आदि सबैलाई देखे, तर महादेव र सतीलाई देखेनन्। बिना महादेवको यो दक्ष प्रजापतिको यज्ञ कसरी पूर्ण होला? के कारण हो? निम्ता पठाउन पो बिर्सेका हुन् कि अथवा अरू कुनै कारण छ कि भन्ने मनमा तर्क गर्दै तुरुन्त त्यहाँबाट अन्तर्ध्यान भई कैलाश पर्वत गए। त्यसै बेला उता महादेवले सतीदेवीलाई, हे प्रिय, आज हामी दुवैजना जुवा खेलौं, आऊ भन्नुभयो। सतीले हस भनी पासा ल्याइन् र दुवैजना प्रेम साथ जुवा खेल्न लागे। खेलमा सतीदेवीले जितिन् र स्वामीलाई गिज्जाउन लागिन् अनि शिवजी झोकिएर छोली थापे, त्यो पनि जितिन्, अनि नागरूपी गहना थापे, त्यो पनि जितिन्। त्यसै बेला दक्षको निम्ता पाएर देवता, दानव, यक्ष, किन्नरहरू विमानमा बसेर गइरहेका थिए। तिनीहरूलाई देखेर सतीले स्वामीसित, ती विमानहरूमा बसेर जाने को हुन्? आज्ञा होस् भनी सोधिन् र महादेवले, तिमीलाई के को धन्दा पर्यो? आफ्नो काम गर भन्दा सतीदेवी चिन्तित भएर माथितिर नै हेरिरहिन् अनि शिवले हाँसेर मुकुट थाप्नुभयो, त्यो पनि जितिन्। त्यसरी निक्कैपल्ट हारेकोले शिवजी केही पनि नभनी हाँसिरहनुभयो अनि सतीदेवीले बिन्ती गरिन्, हे स्वामी, हजुरका सबै वस्तु मैले जितिसके, अब के थाप्नुहुन्छ? लौ थाप्नुहोस्। अनि शिवजीले, अब म आफ्नो अङ्ग थाप्दछु भन्नुभयो। तब सतीदेवीले हात जोडेर विनम्र स्वरमा बिन्ती गरिन्, हे स्वामी, हजुरको अङ्ग त अघि पनि पछि पनि मेरै हो। यदि मैले हारे भने हजुरको अङ्गको साटो कुन कुरा टक्र्याउला? यो सम्पूर्ण ब्रह्माण्डमा हजुरको अङ्गको साटो दिने मेरो विचारमा कुनै वस्तु पनि छैन। फेरि हजुरको अङ्ग जुवा खेली जितेर आफ्नो बनाउनु पर्ने पनि केही आवश्यकता देख्दिन।
जुन दिन मेरा पिता माताले तिल कुश सहित हजुरका हातमा मेरा हात राखिदिनु भएका थिए, उसै दिनदेखि हजुरको अंग मेरो र मेरो अंग हजुरको भइसक्यो। यसमा शंका छैन र हजुरले आफ्नो अंग थाप्नु पर्दैन। सतीदेवीको यस्तो स्नेहयुक्त वचन सुनेर महादेव प्रसन्न भई धन्य तिमी भनेर जुवा खेल्न छाडी मिठा मिठा वार्ता गरेर कैलाशमा बसेका थिए। त्यसैबेला नारद मुनि पुगेर सती र शिवलाई साष्टाङ्ग दण्डवत गरी हात जोडेर उभिरहे। श्री महादेव कस्ता भने जटाको मुकुट बनाई, बाघका छालाको पटुका कसेका, हात्तीको छाला ओढेर सर्वाङ्गमा भस्म लेपन गरी, स्थान स्थानमा सर्पका गहना लगाई, घाँटीमा नरमुण्ड माला पहिरी, सतीदेवीलाई काखमा लिएर कोटी सूर्य झैं तेजले जाजोल्यमान भई नन्दी भृङ्गी भूत प्रेत डाकिनी साकिनी द्वारमा राखेर प्रथम गण सहित भइरहेका महादेवलाई नारदले देखेर हर्ष मानी बारम्बार चरणमा गिरी दण्डवत गर्दा भए। त्यसरी नारदजीले भक्ति गरेको देखेर मनमा आनन्द मानी श्री महादेवले आज्ञा भयो, हे मुने, तिम्रो भक्ति देखेर म प्रसन्न भए, जे इच्छा छ वर माग। तब नारदजी केही भन्न नसकी उभिरहे। तब के काम परेर यहाँ आयो भन। यति शिवजीले आज्ञा भएको सुनि नारदजी हात जोडेर भन्न लागे, हे शम्भो, म अरू के वर मागु, हजुरको भक्तिमा मेरो चित्त सदा लागिरहोस्। हे ईश्वर, म आउने कारण के हो भने दक्ष प्रजापतिले अश्वमेध यज्ञ गर्दा तिनै लोकका देवता यक्ष गन्धर्व किन्नर दैत्य नाग अष्टवसु वशिष्ठ आदि ऋषि र ब्रह्मा विष्णु एवं 10 दिक्पाल सहित सबै यज्ञ स्थलमा आएका छन्। मैले यज्ञ स्थलमा प्रदक्षिणा गरेर हेर्दा केवल हजुर दम्पतिलाई देखिन र यज्ञका मुख्य भोक्ता कर्ता एवं फलदाता हजुरलाई किन डाकेनन् भनी आश्चर्य लाग्यो र म त्यही कुरा बिन्ती चढाउन आएको हुँ। हे गौरी शंकर, यसको अर्थ केही बुझ्न सकिन भनी नारद मुनिले बिन्ती गरेको सुनि सतीदेवीले आफूलाई अत्यन्त अपमान गरेको ठानी श्री महादेवसित बिन्ती गरिन्। हे जगदीश्वर, नारायण प्रवृत्त 33 कोटी देवता यक्ष गन्धर्व किन्नर नाग दैत्य अप्सराहरू र मेरा सबै बहिनीहरूलाई डाक्दा हामी 2 जनालाई मात्र किन डाकेनन् भन्दै विस्मयका साथ आँखाबाट आँसु बगाइन् र मलिन मुख भएकी सतीदेवीलाई शिवजीले आज्ञा भयो, हे प्रिय, तिमी दुःख नमान, किनभने तिमी नरुचाइएकी छोरी, म मन नपरेको ज्वाइँ, डाकेनन् त के भयो। यस कुरामा तिमीले आफ्नो अपमान मान्नु पर्दैन। तिम्रो म छँदैछु। दक्षको यज्ञमा गएर पो हामीले के पाउनु छ र, नगए पनि के होला भनी धेरै प्रकारले सम्झाउँदा पनि नमानेर, हे स्वामी, यस्तो आज्ञा नहोस्, मलाई त्यो अश्वमेध यज्ञ हेर्ने अत्यन्त इच्छा छ। आज्ञा भए नारदजीसित गई एकपटक हेरेर मात्र आउने थिए भनेर बहुतै जिद्दी गरी महादेवका चरणमा परिन्। अनि जगदीश्वरले फेरि भन्नुभयो, हे प्रिय, यस्तो हट नगर, किनकि विशेष गरेर तिमी आफ्नो स्वाभिमानमा रहेकी, त्यहाँ अपमान होला, जाने काम नगर भनी अनेक किसिमले बुझाउँदा पनि नमानी नारदका साथ लागि कैलाशबाट प्रस्थान गरिन्। पिताको यज्ञस्थलमा पुगेर आदर साथ माता पितालाई ढोक्दी साह्रै चित्त दुखाई आँखाबाट आँसुका धारा बगाई मंगल वचन बोलिन्, हे माता पिता, हजुरहरूले गर्न लागेको यस्तो ठूलो यज्ञमा पनि मलाई किन सूचना दिनु भएन? के म हजुरकी छोरी होइन? मैले के अपराध गरे अथवा मेरा स्वामीले हजुरको के विराम गरिदिनु भयो? आज्ञा होस्। विष्णु प्रवृत्त 33 कोटी देवता यक्ष गन्धर्व किन्नर दैत्य नाग अप्सरा र ऋषि मुनि एवं 10 दिक्पाल स्त्री पुरुष सहित सबै डाकेर केवल हामी 2 जनालाई मात्र किन डाक्नु भएन? फेरि यज्ञका कर्ता धर्ता महादेव नै हुनुहुन्छ। उनी बिना हजुरको यो यज्ञ कसरी पूर्ण होला? यज्ञको फल दिने पनि उहाँ नै होइबक्सन्छ, देवता पनि शिव नै होइबक्सन्छ, फेरि सृष्टिकर्ता पनि उहाँ नै होइबक्सिन्छ। महादेव बिना गरेको यज्ञ निष्फल हुन्छ। यज्ञकर्ता नभएको यस्तो अशुद्ध यज्ञ किन आरम्भ गर्नुभयो? यसले हजुरको कदापि जय हुने छैन। श्री महादेवलाई तुरन्त डाक्न पठाउनुहोस्, अनि मात्र यज्ञको उद्देश्य सफल भई इच्छित फल प्राप्त हुनेछ। हे पिता, शंकरलाई असंकर गरी थाल्नु भएको यो यज्ञ शंकर नभइकन पनि पूर्ण हुन्छ? कि यो ब्रह्माण्डमा 2 शंकर छन्? यदि छन् भने मलाई आज्ञा होस्। फेरि मेरा स्वामीलाई नडाकेको कारण के हो? हे माता पिता, मलाई भन्नुहोस् भनी सतीदेवीले भनेको सुनि दक्ष प्रजापति भन्न लागे, हे पुत्री, त मनमा दुःख नमान। तेरो पति भोलानाथ यो यज्ञमा डाक्ने योग्य छैन, किनकि 33 कोटी देवता यक्ष गन्धर्व नाग आदि अनेक रंग बिरंगका वस्त्र र मणि माणिक्यका अनेक अपूर्व गहनाहरूले सज्जित भई श्रीखण्ड आदि सुगन्धित वस्तु लेपन गरी अनेक थरीका मंगल यात्रा गरी गन्धर्वद्वारा गीत र अप्सराहरूको नाच आदिले शोभित भएको यज्ञमा देख्दै घिन लाग्दो त्यो महादेवलाई कसरी डाक्ने?
हे सती, तेरो स्वामी के ढङ्गको छ र? देहमा खरानी घसी, कमरमा बाघको छाला बाँधी, हात्तीको छाला ओढी, विष भाङ धतुरो खाई, राता राता आँखा पारी, जस्तो मन लाग्यो उस्तै नाची, सर्पको गहना लगाउने, जटाको मुकुट कस्ने, मुण्डमाला पहिरी, दायाँ हातले डमरू बजाई, बायाँ हातले त्रिशूल समाई, भूत प्रेत आदि अघि पछि लगाई, दिगम्बर मतवाला जस्तै जहाँ पायो उही पाउ राखे, लाज नमानी हिँड्ने। यस यज्ञमा भने देवकन्या, नागकन्या, गन्धर्व कन्या र तेरा सबै बहिनीहरू तथा 33 कोटी देवताहरूले शोभा पवित्र यज्ञ स्थलमा त्यस्तो देख्दै अशोभा हुने र घिनलाग्दो तेरो स्वामीलाई कसरी डाकु भनी नडाकेको हो। फेरि तँलाई मात्र डाकु भने ऊ पनि पछि लागेर आउला भनी तँलाई पनि डाक्न सकिन। त दुःख नमान। फेरि तैँले हाम्रो सेवा पनि गरेकी होस्, अपराध पनि केही गरेकी छैनस्। तेरो स्वामी त्यस्तो गतिको हुनाले नडाकेको हो। फेरि सृष्टि स्थिति संहार गर्ने महादेव हुन् र यज्ञको फल दिने पनि उनै हुन् भनिस्। त्यो कुरा होइन, त्यो त बहुला मात्र हो। यज्ञकर्ता श्री नारायण हुन्, सृष्टिकर्ता चतुर्मुख ब्रह्मा हुन्, स्थिति संहारकर्ता पनि नारायण महाविष्णु हुन्। यो महादेव कहाँको देवता हो? त्यसलाई नडाकेर मेरो यज्ञ कसरी अपूर्ण होला? तेरो स्वामी महादेवलाई त कसै गरे पनि म डाक्दिन। त्यसले मेरो यज्ञमा के वरदान देला? 33 कोटी देवता ब्रह्मा विष्णु स्वयं उपस्थित छन् भनी दक्ष प्रजापतिले जगदीश्वर महादेवलाई क्षुद्र वचनले निन्दा गरेको सुनेर मनले सहन नसकी रात रात आँखा पारी क्रोधले नाग जस्तै लामो लामो श्वास फेरि सुस्केर हाल्दै दारा केटी जुरुक्क उठेर भूमिमा लात्ताले हानी स्वामीको निन्दा गरेको सम्झे चित्तले सहन नसकी छातीमा मुट्कीले हानी शिव शिव भन्दै स्वामीको नाम उच्चारण गरी यज्ञकुण्डमा हाम फाली प्राण छाड्दै भइन्। अनि हिमालय पर्वतकी स्त्री मेनकाको गर्भमा बास लिन पुगिन्। श्री स्वस्तानी व्रत कथा अध्याय 6 सकिएको छ। तपाईलाई यो अध्याय के कस्तो लाग्यो कमेन्टमा उल्लेख गर्नुहोला। अब लागौं 7औं अध्यायतर्फ। दक्षसेना उपाख्यान। कुमारजी आज्ञा गर्नुहुन्छ, हे अगस्त्य मुनि, सतीदेवीले त्यसरी प्राण त्यागेको देखेर देवता, यक्ष, गन्धर्व, किन्नर, नाग, दैत्य र ऋषि मुनि सबैले अहो साह्रै अनर्थ भयो भन्दै आश्चर्य माने। उसै बेला अकस्मात आँधी चलेर धुलो उडी सारा आकाश ढाक्यो र विपरीत हावा चल्न लाग्यो। बिना बादलकै मेघ गर्जन लाग्यो। यज्ञमा उपस्थित सबै देवता, यक्ष, गन्धर्व, किन्नर, दैत्य, नागहरू धुलो उडेर आँखामा परिहेर्न असमर्थ भए। वायुको बेगमा अडिन नसकी भूमिमा घोप्टिए। वायुको त्यो उग्र बेगले कतिलाई उडाएर लग्यो, कति भूमिमा पछारिए, कति रुन कराउन लागे। तेज हुरीमा परेर कतिको हात भाँचियो, कतिको खुट्टा मर्कियो, कतिले भूमिमा टाउको टेक्न पुगे, कतिका मुख भूमिमा खोप्टिएर माटो खान लागे। उठ्न असमर्थ भएका जति रुन कराउन लागे। कति रक्षा गर मरे बाबा बचाओ भन्न लागे। यस्ता प्रकारले यज्ञमा उत्पात भएको केही बेरपछि हुरीको बेग कम भयो र दक्ष प्रजापतिले चिन्ता गरी सबै छोरी ज्वाइँलाई डराउन पर्दैन भनी सान्त्वना दिइसकेपछि चित्त व्याकुल गरी अब कसो गरौं भन्दै गुरु बृहस्पति कहाँ गएर बिन्ती गरे। हे गुरु, अनर्थ भयो, अब कसो गर्ने? असम्भव कुरा प्रत्यक्ष भयो भन्दै भयभीत स्वरमा कराउन लागे। त्यसै बेला नारदजीले सतीदेवीले अग्निकुण्डमा हाम फाली प्राण त्याग गरेको देखि हावाभन्दा पनि बेगले शीघ्र कैलाश पुगी महादेवका चरणमा दण्डवत गरी उभिरहे। अनि हे नारद, तिमी के भन्न आएका? भन, किन मौन भई उभिरहेका छौ? यस्तो शंकरजीको आज्ञा सुनि हात जोडेर नम्र स्वरमा बिन्ती गरे। हे ईश्वर, हजुरकी प्राण प्रिया सतीदेवीले दक्ष प्रजापतिको यज्ञाग्निमा हाम फालेर प्राण त्याग्नुभयो। किनभने हे जगदीश्वर, हे करुणानिधे, पापिष्ट दक्षले हजुरलाई अनेक क्षुद्र वचनले हेला गरी निन्दा गरेको त्यो महादेव कहाँको देवता हो? त्यो त बहुला पो हो। त्यसलाई नडाकेर मेरो के हुन सक्दछ? मेरा 33 कोटी छोरी ज्वाइँ र ब्रह्मा विष्णु आदि छँदैछन्। कतै भए पनि म त्यसलाई डाक्ने होइन इत्यादि अनेक दुर्वचन बोलेको सुन्दा सहन नसकी क्रोधयुक्त भएर भूमिमा लात्ताले हानी यज्ञको परिक्रमा गरी कसैको पनि मुखतर्फ नहेरी केवल हजुरको नाम शिव शिव भन्दै यज्ञाग्निमा हाम फाली प्राण त्यागिन्। हे प्रभु, हजुरको डरले अग्निदेव देहदग्ध गर्न सकेका छैनन्। केवल प्राण छाडेर यज्ञकुण्डमा शयन गरे झैं सुतिरहनु भएको छ। हे ईश्वर, यही कुरा बिन्ती चढाउन आएको हुँ। हे चन्द्रमौले, अनर्थ भयो, अब के गर्ने? यति भनी नारदजी उभिरहे। नारद मुनिका कुरा सुनेर महादेवले आज्ञा भयो, हे मुने, तिमीले भनेको कुरा सत्य हो कि होइन?
शिवको यस्तो वचन सुनि नारदले भने, हे जगदीश्वर, हजुरका सामु मिथ्या बोल्ने साहस अथवा शक्ति ममा छैन। ध्यान दृष्टिले हेर्नु भए सत्यासत्य ज्ञात हुनेछ। नारदजीका यस्ता वचन सुनि ध्यान दृष्टिले विचार गरी हेर्नु भयो त अत्यन्त क्रोधले तिनै नेत्रबाट अग्निका ज्वाला निकाली दारा किटी पाखुरा निमुट्दै नारदजीको सामुन्ने नै भन्नुभयो, हे मुनि, 33 कोटी देवताले रक्षा गरिएको पापिष्ट दक्षको विनाश नगरी छाड्ने छैन। अब तिमी आफ्नो आश्रममा जाऊ भनी बिदा दिनुभयो र नारदजी श्री महादेवलाई दण्डवत प्रणाम गरेर आफ्नो धाममा गए। नारदजी गएपछि शिवजीले सतीदेवीलाई सम्झेर रिसले तिनै नेत्रबाट अग्निका जस्तै ज्वाला निकालेर शिखाबाट एउटा जटा झिकेर भूमिमा पछारे। त्यसबाट मेघ गर्जे जस्तै चर्को शब्द गरी भयंकर 64 योगिनी र भूत प्रेत पिशाच प्रथम गणले शहीद भएर महाकाली उत्पन्न भइन्। कस्ती महाकाली भने डरलाग्दो अनुहार भएकी, लामा लामा दारा निस्केकी, आकाश जस्तै पेट भएकी र बाघको छाला कम्मरमा बेरेकी, झाँक्रो फिजेकी, हातमा भयंकर खड्ग लिएकी, कहिले हाँस्ने कहिले लामो जिब्रो निकाल्ने यस्तै महाकाली शिवजीको सामुन्ने उभि के कामले मेरो आराधना गर्नुभयो भनी बिन्ती गरिन्। अनि महादेवले अघि झैं अर्को जटा झिकेर भूमिमा पछारे। त्यसबाट पृथ्वी कम्पायमान पार्दै क्रोधित सिंह जसरी गर्जन्छ त्यस्तै ध्वनि निकाल्दै 1000 सूर्य जस्तै तेज भएका, सम्पूर्ण शरीरमा खरानी घसेका, मुण्डमाला लगाएका, दायाँ हातमा त्रिशूल लिएका र बायाँ हातले डमरू बजाउने यस्ता भीषण मूर्ति भएका वीरभद्रले महादेवका अगाडि उभिएर बिन्ती गरे, हे शम्भो, हामीहरूलाई किन आराधना गर्नुभयो? तिनीहरूको यस्तो प्रार्थना सुनेर महादेवले आज्ञा गर्नुभयो, हे वीरभद्र, हे महाकाली, तिमीहरूलाई पापिष्ट दक्ष प्रजापतिको यज्ञ विध्वंस पारी उसको पनि संहार गरी दक्षका सहायक संरक्षक देवताहरूको पनि संहार गरेर आओ भनी डाकेको हुँ। अब तिमीहरू नन्दी भृङ्गी 64 योगिनी भूत प्रेत पिशाच समेत भई दक्षको यज्ञ विध्वंस गर्न तत्काल जाओ। श्री महादेवको यस्तो आज्ञा सुनि नन्दी भृङ्गी भूत प्रेत योगिनी र पिशाच सहित भई मेघ गर्जे झैं सिंहनाद गरी पृथ्वी डोलायमान पारी साक्षात यमराज नै प्राणीको नाश गर्न हिँडे झैं क्रोधित भएर शिवको आज्ञा सिरोपर गरी कैलाश पर्वतबाट हिँडे। तिनीहरूको चालामाला देखेर पृथ्वीलाई भार थाम्न कठिन पर्यो र थरथर कापेन्। 7 समुद्र छचल्किए, समस्त जीव त्राही त्राही भए। दक्षको यज्ञमा पनि अनेक किसिमका उत्पात हुन लागे। आकाशमा काग र गिद्ध मण्डलाकार गरी उड्दै कराउन थाले। स्यालहरू आँखा र मुखबाट आगोको ज्वाला निकाल्दै कराउन र दगोर्न लागे। रगतको वृष्टि भयो, विपरीत वायु चल्न लाग्यो। यस्तो उत्पात हुन लागेको देखेर यज्ञ मण्डपमा बसेका सबै हाहाकार गर्दै यताउता भाग्न लागे। स्त्री बालक बुढाहरू भाग्न नसकी भूमिमा घोप्टिएर रुन कराउन लागे। कोही अझ के हुने हो भनेर डराई त्राही त्राही हुन लागे। ठिक उसै बेला शिवको आज्ञा पाएर उन्मत्त भएका वीरभद्र र महाकाली नन्दी भृङ्गी आदि शिवका गण मेघ गर्जे जस्तै गर्जदै हात्तीका बथानमा सिंह पसे झैं दक्षका यज्ञमा पुगे र दक्षद्वारा डाकिएका देवता यक्ष गन्धर्व किन्नर नाग दैत्यगणसित परस्पर जुधे। त्यो देखेर दक्षका कन्याहरू देवकन्या नागकन्या ब्राह्मण ऋषिमुनि आदि सबै त्राही त्राही नारायण भन्दै रोई कराई 10 दिशातिर भाग्न लागे। कोही भाग्न नसकेर लडे, कसैको हात खुट्टा भाँचियो, कोही टाउकाको भरले पल्टेर माटो खान लागे। कति मूर्छा परि असहाय जस्तै भूमिमा लडिरहे। तर विष्णु प्रभृति देवता यक्ष गन्धर्व किन्नर आदि सबैले दक्ष प्रजापतिको रक्षा गर्न शस्त्र अस्त्र लिएर वीरभद्र र महाकालीमाथि प्रहार गर्न लागे। यसरी परस्परमा घमासान संग्राम भयो। इन्द्रादि देवताहरूले कुन कुन अस्त्र प्रहार गरे भने इन्द्रास्त्र, अग्न्यास्त्र, देवास्त्र, वरुणास्त्र, पशुपातास्त्र, ब्रह्मास्त्र, तोमर, गदा, खड्ग र मुसल, नागपास आदिले वीरभद्र र महाकाली तथा 64 योगिनी भूत प्रेत प्रथम गण र विषम जोरमाथि प्रहार गरे। यस्ता तरले आफूमाथि शस्त्रास्त्र प्रहार गरेको देखेर वीरभद्रका गणले पनि कठोर स्वरले गर्जेर दक्षका सैन्य भित्र पसी जति भेटे उतिको टाउको समाती निमुठी हात खुट्टा भाँची मुड्कीले हाने रगत छदाई देवताहरूको संहार गरे। उता महाकालीले पनि प्रत्यक्ष काल जस्तै खड्गली वर्षाकालको प्रचण्ड मेघ गर्जे झैं गर्जी सिंहनाद गर्दै मृगका फौजमा सिंह पसे झैं र सुकेका परालमा आगो लागे जस्तै गरी दक्षका सेनाको संहार गरिन्। वीरभद्र समेत नन्दी भृङ्गी 64 योगिनी भूत प्रेत पिशाच प्रथम गण समेतले शत्रुतिरका कसैको शिर कसैको हात खुट्टा छुट्याए, कसैलाई निमुठी रगत पिएर नाच्न लागे,
कोही हाँस्न थाले, कसैको मासु लुचेर खाए, कसैको कोखामा प्वाल पारेर रगत पिउन लागे, कोही देवता भागे। यसरी दक्षका कोटी कोटी सेना र कोटी कोटी देवताको संहार गरे। त्यसरी संहार गरेको देखेर दक्षका सेना र देवताले वीरभद्र र महाकालीमाथि आफ्ना शस्त्रास्त्र प्रहार गरे। तर ती सम्पूर्ण शस्त्रास्त्र महाकालीको शरीरमा छुनासाथ आफै भस्म भएर जान्थे। फेरि शिवगण र महाकालीले दक्षका सैन्य र देवगण यज्ञमा आएका धेरै वीरहरू मारिदिए। विषम जोडले पनि सबैका शरीरमा प्रवेश गरी अचेत पारिदिए। अनि वैकुण्ठका स्वामी श्री विष्णुले सम्पूर्ण देवता, यक्ष, गन्धर्व, किन्नर, दैत्य, नाग सहित दक्षका सबै सेना अचेत भएका देखेर आफ्नो देहबाट शीत ज्वर उत्पन्न गरेर सबैलाई सचेत गराए। फेरि अनेक शस्त्र अस्त्र लिएर बत्तीमा पुतली गए झैं वीरभद्र र महाकालीमाथि जाइ लागे। वीरभद्रले पनि त्रिशूल लिई सिंहनाद गर्दै सुकेको खरमा आगो लगाए झैं एक क्षणमै दक्षका अनेक सेनाहरू काटी मारिदिए। तिनमा कसैको शिर छैन, कसैको हात छैन, कसैका खुट्टा छैनन्। यस्तो परिस्थिति देखेर कोही रक्षा गर भन्दै भाग्न पनि नसकी भूमिमा लडिरहे। यसरी सबै देवताहरूको संहार गरी अन्य दैत्य दानवलाई समाती अग्नि कुण्डमा होम्न लागे। वीरभद्रले त्यसरी दक्षका सेना, देवता, यक्ष, दानव, गन्धर्व, किन्नरहरूको नाश पारी यज्ञ समेत ध्वस्त पारिदिएको हेर्न नसकी श्री विष्णुले राता राता आँखा पारी नागले चाहिँ निश्वास फेर्दै प्रलय कालको अग्नि जस्तै भई बायाँ हातले पाञ्चजन्य शंख बनाई, दाहिने हातले कौमदकी गदा उठाई संहार कालका रुद्र जाइ लागे जस्तै वीरभद्रका सेनामाथि जाइ लागे। त्यो देखेर देवता, यक्ष, गन्धर्व, किन्नर, नाग आदि सबै दक्ष प्रजापतिका सेनाले धन्य धन्य विष्णु, तिम्रो जय कल्याण होस् भन्दै आफ्ना शस्त्रास्त्रले विष्णुको सहायतामा लागेर कठोर युद्ध गरे। यस्तो देखेर महाकाली रिसले आगोको ज्वाला चाहिँ डरलाग्दो तेज प्रकट गरी खड्कली जाइ लागिन्। त्योदेखि भूत, प्रेत, पिशाच, प्रथम गण, डाकिनी, साकिनी र चतुष्ठी योगिनी सबै युद्ध गर्न लागे। जस्तै ठूलो हावा चल्नाले मेघ टुक्रा टुक्रा हुन्छ, त्यस्तै दक्षका सेना, देवता, दैत्य, गन्धर्व, किन्नर, नाग आदि 10 दिशामा भागे। तर विष्णुले निर्धक्कसित वीरभद्रको छातीमा कौमदकी गदा प्रहार गरे। त्यो गदा वीरभद्रको छातीमा वज्रन गयो अनि ती मूर्छित परी भूमिमा ढले। फेरि विष्णुले नन्दी, भृंगी, 64 योगिनी, भूत, प्रेत, पिशाच, प्रथम गणका उपर शंखको चर्को शब्दका साथ शस्त्रास्त्र प्रहार गरे। त्यसरी विष्णुको प्रहारले कति लडी भूमिमा पल्टे, कति मूर्छा परे, कति भागे। त्यो देखेर दक्ष प्रजापतिका सेनाले धन्य धन्य विष्णु भनी स्तुति गरी पुष्पवृष्ट पनि गरे। तब विष्णुले पञ्चजन्य शंख बजाए। मूर्छा भइरहेका वीरभद्र, महाकालीका कानमा देवता, यक्ष, गन्धर्व, किन्नर र दक्षका सेनाले संकुल ध्वनि र धन्य धन्य विष्णु भनी स्तुति गरेको शब्द पर्यो र चेतना फर्क्यो। आफ्ना सैन्य कोही भूमिमा ढलेका, कोही भाग्न लागेका र कोही के कसो गरौं भनी अन्यलमा परेका देखि अत्यन्त क्रोधित भए। काल सदृश त्रिशूलले विष्णुलाई लक्ष्य गरी बेगले प्रहार गरे। त्यो त्रिशूल विष्णुका छातीमा लाग्यो। त्यसको कष्ट सहन नसकी नवद्वारबाट रगतको धारा बगाई विष्णु मूर्छा परिढले। उनी मूर्छित भएपछि वीरभद्रले प्रलय कालको मेघ झैं गर्जन गरी दक्षका सेनामाथि जाइ लागे। आफ्ना गण समेत मिलेर कोटी कोटी देवताहरूको संहार गरे। वीरभद्र गर्जेको शब्द उनका गणहरू नन्दी, भृंगी, प्रथम गण समेतका कानमा पर्यो र भ्युजी उभिएर हेर्दा रणभूमिमा विष्णु मूर्छा परेका र वीरभद्रले दक्ष सैन्य र देवताहरूको संहार गरेको देखेर धन्य धन्य वीरभद्र भनी आफ्ना आफ्ना शस्त्र अस्त्र लिएर दक्षका सैन्यमाथि जाइ लागे। त्यसरी अत्यन्त भयंकर युद्ध भयो। कस्तो युद्ध भने हेमुनि महाकाली र वीरभद्र तथा उनका सेना समेत जाइ लागे। अनि कसैको टुप्पी समातेर पछाडि खड्गले हानी मारे, कसैलाई मुड्कीले नै मारे। 64 योगिनीले पनि कतिलाई निमुठेर मारे, कसैको काखीमा पाल पारेर रगत पिई मारे, कसैलाई पक्री अग्निकुण्डमा होमिदिए। यस्ता प्रकारले देवता, यक्ष, गन्धर्व, दैत्य, किन्नरको नाश गरेर वीरभद्रका सैन्यले जय जय भनी कराएको शब्द मूर्छा परेको विष्णुको कानमा पर्यो र मूर्छाबाट उठेर हेर्दा वीरभद्र र महाकालीले यज्ञ विध्वंस पारे। देवताहरू र दक्षका सैन्य समेत नाश गरेको देखि अत्यन्त क्रोधित भई राता राता आँखा पारेर, हे पापिष्ट, आज तेरो नाश गरेर दक्षको यज्ञ पूर्ण पारी सबै देवता, यक्ष, गन्धर्व, नाग आदि सबैलाई सन्तोष दिनेछु। आज एकादश रुद्र तेरो सहायक भएर आए पनि रक्षा गर्न सक्ने छैनन्। सम्पूर्ण दुष्टको संहार गर्ने यो चक्र देखिस् भनी
सुदर्शन चक्र देखाए। विष्णुले भनेको यस्तो क्षुद्र वचन सुनेर वीरभद्र रिसले चूर भई भन्दछन्, हे पापिष्ट विष्णु, सम्पूर्ण दुष्टको नाश गर्ने चक्र भनेर देखाइस्। तेरो पराक्रम माफिक त्यो चक्र मेरो उप प्रहार गरेर हेर। मुखले भनेर मात्र केही हुन सक्दैन। यस्तो वीरभद्रको वचन सुनि विष्णु रिसाई वीरभद्रलाई ताकेर सुदर्शन चक्र प्रहार गरे। त्यो चक्र अनेक सूर्यको जस्तो तेज र प्रलय कालको मेघ गर्जे झैं गर्जना गर्दै काल रुद्र नाश गर्न गए झैं गयो। त्यस्ता प्रकारले आएको त्यो चक्रलाई देखि नन्दी, भृङ्गी, भूत, प्रेत, 64 योगिनी, प्रथमगण आदि शिवगण त्राही त्राही वीरभद्र महाकाली भनी उनका नजिकै गए। जस्तो समुद्र मथनमा कालकूट विष निस्केर सबैलाई भस्म पार्न खोज्दा त्यो विष शिवले पान गर्नु भएको थियो, त्यस्तै त्यो चक्र आएको देखेर वीरभद्रले आम मुख बाइदिएकोले वीरभद्रको मुखमा पस्यो र उनले निल्न तयार भएको देखि विष्णुले चाँडो गरी वीरभद्रका मुखबाट सुदर्शन चक्र झिकी त्यहाँबाट अन्तर्ध्यान भई वैकुण्ठ जाँदा भए। दर्शक तथा श्रोतावृन्द, श्री स्वस्तानी व्रत कथाको 7औं अध्याय पनि सकिएको छ। तपाईलाई आजका श्री स्वस्तानी व्रत कथा के कस्ता लागि कृपया कमेन्ट गर्नुहोला भन्दै लागौं हिजोको भिडियोमा सोधिएको गाउँ खाने कथातर्फ। हिजोको भिडियोमा मैले सोधेको गाउँ खाने कथा रहेको थियो, कालीगंगा गौरी घाट 32 हाँगा एउटै पात के हो, र यसको सही उत्तर हो दाँत र जिब्रो। अब लागौं आजको गाउँ खाने कथातर्फ। आजको गाउँ खाने कथा रहेको छ, ठूलो भिरमा पानीको कुवा के हो। प्रश्न एकपटक फेरि, ठूलो भिरमा पानीको कुवा के हो। यस प्रश्नको उत्तर तपाईलाई थाहा भए कृपया कमेन्ट गर्न नबिर्सिनुहोला। लागौं हिजोको भिडियोमा कमेन्ट गर्नुहुने दर्शक तथा श्रोताज्यूको नाम अनि कमेन्ट वाचनतर्फ। अर्जुन विशीज्यू लेख्नुहुन्छ, नमस्कार सर, शुभ बिहानी, साह्रै मिठो कथा सर, वाचनको लागि धेरै धेरै धन्यवाद सर। श्री स्वस्तानी माताले सबैको रक्षा गरून्। आजको उत्तर छाता हुनुपर्छ भन्नुहुन्छ, धन्यवाद। माया श्रेष्ठज्यू लेख्नुहुन्छ, नमस्कार जुजुलपा, आदरणीय जमिन सर, साह्रै नै राम्रो श्री स्वस्तानी व्रत कथा, श्री स्वस्तानी माताले सबैको कल्याण गरून् भन्नुहुन्छ, धन्यवाद। त्यसैगरी सूरज गोदारज्यू लेख्नुहुन्छ, बिग फ्यान दाजु। फिट विथ महेशज्यू लेख्नुहुन्छ, नमो नारायण। त्यसैगरी दिपेन्द्र मगरज्यूले पनि कमेन्ट गर्नुहुन्छ। सपना राईज्यू लेख्नुहुन्छ, म क्रोसियाबाट हजुरको कथा सुन्दैछु भन्नुहुन्छ, धन्यवाद। त्यसैगरी प्रतिमा लावतीज्यू लेख्नुहुन्छ, नमस्ते जमिन सर, हजुरको भोइसबाट रामायण पनि सुन्न मन छ, पूरा हुन्छ कि हुन्न होला है भन्नुहुन्छ। मैले पहिले पनि रामायणको सम्पूर्ण काण्डहरू वाचन गरिसकेको छु, म तपाईको कमेन्टको मुनि उल्लेख गर्नेछु। त्यसैगरी युजर आइसीज्यू लेख्नुहुन्छ, अकबर बिरबलको कथा सुन्न मन लागेको छ दाई, प्लिज एकचोटि सुनाइदिनुहोस् है भन्नुहुन्छ। मैले अकबर बिरबलका केही कथाहरू पनि पहिले नै वाचन गरिसकेको छु, त्यसलाई पनि मैले तपाईको कमेन्ट मुनि लिंक उपलब्ध गराउनेछु। र पूजनज्यू लेख्नुहुन्छ, सेकेन्ड कमेन्ट गरिदिनुहुने सम्पूर्ण दर्शक श्रोताज्यूलाई धेरै धेरै धन्यवादका साथ आजको कथा सम्बन्धी केही प्रतिक्रिया भए कृपया कमेन्टमा उल्लेख गर्नुहोला। तपाईसँग पनि कथा भए मलाई मेरो कथा 204@gmail.com मा मेल गर्न सक्नुहुनेछ भन्दै आजको कथा बसाईबाट म कथावाचक जमिन राईलाई बिदा दिनुहोस्। नमस्कार।